साथी हो अहिले हामी टोकियो स्काई ट्रीको 350 तलामा छौँ अहिले 350 तलाबाट देखिने भ्यू चाहिँ यो टोकियो सहर चाहिँ यस्तो देखिँदैछ त्यो परको समुद्र कि नदी हो पर देखिन्छ तर के भनेर आज धुम्मो रहेछ बादल धुम्मो भएको भन्दा राम्रो देखिएन टाढाको भ्यू चाहिँ देख्न सकिएन यहाँ मुनिको भ्यू चाहिँ यस्तो देखिन्छ यहाँ गाडी त दौड्दैछ यो परको नदीको नाम चाहिँ थाहा भएन त्यो नदीको नाम चाहिँ के हो अब थाहा भएन ल यहाँबाट भ्यू यस्तो देखियो अब कताबाट छ सक्यो अब जाउँ कत्रो एरिया छ यो हो अब यतापट्टि यो चाहिँ अर्कोपट्टिको दृश्य देखाउँदैछु अर्कोपट्टिको दृश्य यस्तो छ यो 350 तलैबाट हो यहाँ मुनि नजिकको दृश्य यस्तो छ यो एउटा बिचमा नदी हो कि के हो यो नदी रहेछ नदी के हो त्यो हो ल हाम्रो बुहारी पनि आएको छ आमा पनि आउनुभयो हेर्दै हुनुहुन्छ यहाँ सबै हेर्दैछन् घुम्टी रोक्टी यहाँ भित्रको दृश्य चाहिँ यस्तै छ जाउँ अब कता यता वरिपरि घुमौँ होला नि अब पर जाउँ अब ल अब हामी उता पर जान्छौँ अब बहिनीले के किन्दैछौँ ल हामी अब अर्कोपट्टिको त्यता त होइन हौ यो त उधर जाने पो छ हौ कि यता होला कता भित्रको दृश्य यस्तै छ यो 350 ताराभित्रको दृश्य हो यो भित्रको अहिले त भिड छैन क्यु छन् सबै छन् कताको बुहारी ल यहाँ भित्रको दृश्य यहाँ रमाइलो छ यहाँ
यस्तो रहेछ हौ झिलिक र झलाक ल हामी डुल्दैछौँ है अब यो अब अर्कोपट्टिको दृश्य देखाउँदैछौँ अब हामी 350 तलामै छौँ उतापट्टिको अघि देखिसकेको हो त्यहाँबाट फेरि यता आएर हामी 350 तलाबाट देखिने दृश्य चाहिँ हामी देखाउँदैछौँ तर आज मौसम राम्रो छैन यता गाडीहरू कुद्दैछन् ऊ पर यो नदी होला के नदी हो नाम थाहा भएन यो नदीको नाम पर 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 यो टोकियो जापानको राजधानी सहर हो र यस्तो छ अब म फेरि यताबाट देखाउँछु यतापट्टि दृश्य यस्तो छ ए ल भित्रको दृश्य देखाउँदा चाहिँ यस्तै छ भित्रको दृश्य ल एकछिन स्थगित